आज यसै इभिनिङ वाक घुम्दै जाँदा एकजना कस्तो राम्रो कलाकार भाइ भेटिनु भयो। उहाँको कस्तो राम्रो स्वर रहेछ, उहाँको स्वर सुन्नु है त। पहिला उहाँको परिचय लिउँ। नमस्ते, मेरो नाम चाहिँ नारायण पाण्डे, घर चाहिँ साङ्जा। यता चाहिँ वसुन्धरामा बस्छु। उहाँहरू घुम्दै आउनुभएको रहेछ, गीत गाएर बसिरहेको थिएँ। दिदीहरू दुईजना दिदीहरू चाहिँ यसो आउनुभएको रहेछ, त्यहाँ ख्याल गरिरहेको थिएँ। ट्याक्कै यता आउनुभयो, मसँग बोल्नु भयो। यसो गीत अनि कुमन अधिकारीलाई चिन्नुहुन्छ? उहाँ पनि साङ्जा हो, म उहाँलाई चिन्छु। उहाँ पहिला साथी नै भनौँ न। कुमन अधिकारी उहाँलाई चिन्छु। उहाँको गीतहरू धेरै मनपर्छ। कुमनको पनि धेरै गीत गाउँछ। कुमनका गीतहरू नि हामी पनि हेर्छौँ कि एकदम राम्रो लाग्छ गीतहरू। अनि ल त अब तपाईँहरूले कस्तो कस्तो गीत गाउनु भएको छ यसो सुनाइदिनु न दर्शकहरूलाई, कस्तो लाग्छ। अनि कमेन्ट गर्नु है भाइको गीतहरू कस्तो लाग्यो। अनि सेयर पनि गर्नु होला, सबैतिर पुर्याउनु होला। भाइको कस्तो राम्रो स्वर छ, कला र गला। हिँड्छौ अरे मेरै नाम लिएर, फाइदा छैन अब मन दिएर। मेरो माया त चाहियो भने मर्न पनि सक्छ। सिउँदो भर्यौ पराइकी भइसक्यौ, यति धेरै माया नगर। तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ। हिँड्छौ अरे मेरै नाम लिएर, फाइदा छैन अब मन दिएर। मेरो माया त चाहियो भने मर्न पनि सक्छ। सिउँदो भर्यौ पराइकी भइसक्यौ, यति धेरै माया नगर। तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ। सिउँदो भर्यौ पराइकी भइसक्यौ, यति धेरै माया नगर। तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ। अझै पनि गर्छौ रे मेरै याद, घर बिग्रेला नगर धेरै याद। मेरो माया त चाहियो भने मर्न पनि सक्छ। सिउँदो भर्यौ पराइकी भइसक्यौ, यति धेरै माया नगर। तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ। अझै पनि गर्छौ रे मेरै याद, घर बिग्रेला नगर धेरै याद। मेरो माया त चाहियो भने मर्न पनि सक्छ। सिउँदो भर्यौ पराइकी भइसक्यौ, यति धेरै माया नगर। तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ। सिउँदो भर्यौ पराइकी भइसक्यौ, यति धेरै माया नगर। तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ। ओके, धन्यवाद। ल कस्तो लाग्यो त हाम्रो भाइको स्वर, कमेन्ट गर्नु होला है।